So hello everyone, it's me Manjari Samagar and welcome back to my video. म चाहिँ एज अ भिजिटर बसेको थिएँ, मेरो नाइट ड्युटी थियो आज, भनेर म 24 आवर्स नै गर्छु। अहिले चाहिँ मेरो घाँटी दुख्यो गाइस, त्यही भएर मेरो भोइस कस्तो आएको होला। मलाई यति डर लाग्थ्यो नि गाइस, टु बी अनेस्ट। म एक्लै थिएँ कि त्यहाँ कोही पनि हुनुहुन्थेन साइडमा, मलाई यति डर लागेको थियो। अनि म चाहिँ सबै झ्याल टोका लाएर सुतेँ गाइस। यति डर त लागेको थिएन नि मलाई, तर के गर्नु, अब ड्युटी गर्नै पर्ने हुन्छ। त्यो भिडियो देखेर चाहिँ मेरो बहिनी मसँग आयो। थ्याङ्क यू सो मच इसिका फर दिस है। मेरो बहिनी चाहिँ केही नसोचेर आयो, मसँग साथी बस्दियो, एकदम खुसी लाग्यो मलाई। हेर्नु न, यस्तो डर लाग्यो, यस्तो हन्ड्रेडवाला फिल गर्थ्यो कि हामीहरू चाहिँ कति डराइ पिटर गर्थ्यौँ कि एकदम स्केरी थियो गाइस। फर द फर्स्ट टाइम होला एक्लै भएको। त्यसपछि रातिको 11:30 बजी भइरहेको थियो। अनि त्यति बेला चाहिँ मलाई ल्याब जानु थियो फेरि यो ब्लड टेस्टको लागि। मेरो पेसेन्ट चाहिँ आइसियुमा हुनुहुन्छ। अनि उहाँलाई चाहिँ अब सोडियम कम छ कि बडीमा, सो एकदम धेरैचोटि ब्लड टेस्ट गर्नुपर्छ। सो म चाहिँ अब कभरै गर्नुपर्छ गाइस। हेर्नुहोस्, निन्द्रामै थियौँ कि तर हामी एकछिनपछि अर्को आमाहरू नि आउनुभयो। थ्याङ्क यू सो मच, बाई बाई।